यदि तपाईहरुलाई अभागी लाग्छ भने संसारमा 1.5 लाख जना मान्छे प्रत्येक दिन मर्छ, त्यो जस्तो अभागी संसारमा कोही होइन। हामी त संसारकै सबैभन्दा भाग्यमानी मान्छे हो जो चाहिँ राति सुतेर अहिले उठेर पनि मिटिङ गर्दैछौँ। यो भएको कारणले गर्दाखेरि आजको दिनसम्म हैन, आजको दिनसम्म तपाईहरु के हुनुहुन्थ्यो कस्तो हुनुहुन्थ्यो एउटा ठाउँको पालोको कुरा हो, छोड्दिनुस् हैन। तर आजको दिनपछि तपाईको काम के हुन्छ, आजको दिनपछि तपाईको सोचाइ के हुन्छ, आजको दिनपछि तपाईँ बन्ने के भन्ने कुरा भेरी भेरी इम्पोर्टेन्ट हो। अब अलिकति थोरै कुरा गरौँ कम्पनीको। कम्पनीमा लगभग 2500 देखि 3000 कमाउन हामीले कति घण्टा काम गर्नु, लगभग 12 घण्टा काम गरेको होला हो कि भन्नु। बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म हैन। त्यो 8 बजे जाने होइन, 8 बजेभन्दा अगाडि फेरि आफूलाई प्रिपरेसन गर्नु पर्यो, खाना हाल्नु पर्यो कि हैन, आफूलाई रेडी हुनु पर्यो कि, त्यो सबै कुराहरु चाहिँ आफूले पहिले प्रिपरेसन पनि गर्नु पर्यो। तर त्यति गरेर कि हाम्रो भविष्य बन्ला। एकचोटि आफूले आफूलाई छातीमा हात राखेर भन्नुहोस् त, ल मैले कमाएको 2500 देखि 3000 ले के साँच्चैको भन्दा मेरो 5 वर्षपछि मैले सोचे जस्तो लाइफ होला? एकचोटि आफूले कसैलाई सोध्ने होइन। यो तपाईलाई आज यो हलमा कसले ल्यायो, तपाईलाई कसले डिसिसन जोड्यो, त्यो आफ्नो ठाउँमा छ। तर तपाईले गरिराख्नु भएको काम, तपाईले गरिराख्नु भएको कम्पनीबाट के तपाईको भविष्य बन्ला? के तपाईको भविष्य त्यहाँ सुनिश्चित छ? यदि छैन भने कहाँ छ त खोज्नु पर्यो नि। अब कहिले उठ्नुहोस् नि, अब 40 पार्टी चाहिँ रमाउन भने त गाना मात्र हो, रमाइँदैन 40 पार्टी बजे भने। कहाँ सकिन्छ 40 पार्टी चाहिँ रमाउन? तपाईसँग यदि पैसा छ भने रमाउने हो, स्वास्थ्य छ भने रमाउने हो, खुसी छ भने रमाउने हो। यदि यो तीनटा कुरा छैन भने कहाँ रमाउने? फेरि छिर्नु पर्ने अर्को देश, दबाउनु पर्यो नि भिजा, सकिएन संसार, परिवार एकातिर आफू एकातिर। अनि